नमस्ते साथीहरू, म हजुरहरूलाई आज मेरो मनी प्लान्ट देखाउँदैछु। यो मनी प्लान्ट चाहिँ मैले सानो कटिङ ल्याएर रोपेकी थिएँ र अहिले चाहिँ यतिको जाङ्गियो 1.5 वर्षमा। र यसको सोइल मिक्स भन्नुपर्दा बालुवा र माटो, त्यसपछि हड्डी र पिनाको धुलो मिक्स गरेर सोइल मिक्स बनाएर रोप्यो भने चाहिँ राम्रो हुँदो रहेछ। र यसलाई डाइरेक्ट सनलाइट भन्दा इन्डाइरेक्टली भित्र अलि लाइट छिर्ने ठाउँमा राख्दा चाहिँ एकदम राम्रो हुँदो रहेछ। र यसलाई चाहिँ चिसो बनाइराख्नु पर्दो रहेछ। यसको माटो चाहिँ पानी चाहिँ बेला बेलामा दिइराख्नु पर्दो रहेछ। डाइरेक्ट घाममा राख्यो भने यो चाहिँ डढ्ने रहेछ। डढेर पुरै मैले एउटा ट्राई गरेको थिएँ, बाहिर घाममा चाहिँ पुरै डढेर मर्दो रहेछ। त्यही भएर यसलाई चाहिँ भित्र लाइट पस्ने ठाउँमा या घाम अलिअलि देखिने ठाउँमा राख्ने, डाइरेक्टली सनलाइटमा चाहिँ अलि हुँदैन रहेछ। त्यही भएर यसलाई चाहिँ भित्रै राख्दा राम्रो हुन्छ। अनि र यसलाई बेला बेलामा चाहिँ कटिङ गरिदियो भने चाहिँ राम्रो हुन्छ। अनि केही यस्तो स्ट्यान्डमा दियो भने एकदम राम्रोसँग फैलिँदो रहेछ। यो कुनै सपोर्ट चाहिँदो रहेछ यसलाई। अनि लहरा लामो गरेर नि कसैलाई मनपर्छ लामो राख्दा पनि, तर मलाई चाहिँ लामो गएको भन्दा यहीँ झ्याम्म भएर फैलिएकै राम्रो लाग्छ। त्यसैले मैले चाहिँ यसरी राखेकी छु। 1.5 वर्षमा यतिको राम्रो भएको जस्तो लाग्न चाहिँ मलाई चाहिँ एकदम मनपर्छ यो मनी प्लान्ट। त्यसैले मैले चाहिँ लिभिङमा राखेको छु। मेरो चाहिँ यताबाट हल्का यसलाई लाइट पनि के अरे घाम पनि बिहानको घाम पनि परेको हुन्छ। त्यही भएर यस्तो ठाउँमा चाहिँ राख्नु होला हजुरहरूले पनि। यसरी लाइट पर्ने अलिअलि हल्का घाम पनि पर्ने ठाउँमा राख्नु होला। त्यसपछि चाहिँ राम्रो हुँदो रहेछ। बेला बेलामा पानी पनि दिइराख्नुपर्छ, डाइरेक्ट चाहिँ राख्नु हुँदैन घाममा। ल, धन्यवाद हेरिदिनु भएकोमा। हजुरहरूले मेरो युट्युबमा सब्सक्राइब र लाइक कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।